यो चाहिँ रायोको चाहिँ नि गुन्द्रुक ले यस्तो राम्रो बास्ना फेरि यस्तो मिठो रहेछ यो पनि हामी चाइनाबाट निर्यात गर्छौँ यार हामी नेपालमा गर्न सक्दैनौँ सक्छौँ नि केही छैन भनौँ नेपालमा भनौँ विदेशतिर लागो भरे नेपाल विदेशबाट चाहिँ सबै सामान ल्याउनुपर्छ चाइनाबाट गुन्द्रुक ल्याउनुपर्छ हेर्नु त यहीँ बनाउँदा हुन्छ नि हेर्नु त कस्तो कलर कति राम्रो छ यस्तो मिठो मिठो चाहिँ खानुपर्छ गोडा मैले खाएको हो यसरी चाहिँ खानुपर्छ दाल चाहेको मात्रै ठिक हुन्छ पाखिबासको मुलाको गुन्द्रुक छ साह्रै मिठो हो बाले जान्नु साह्रै जिन्दगीमा यस्तो मिठो खाएको छैन साह्रै मिठो पाखिबासको होइन बाले युट्युब भिडियोमा त धेरै छ नि बाको त झन् खाउँ लाग्यो अलिकति औषधि भाता झन् मजा हुन्थ्यो झन् मजा हुन्थ्यो औषधि भनेको चिरिप्प हो औषधि भाषा बुझ्नु पर्यो नि होइन अलिकति औषधि लिएर बस्नु बुट्टे टेप्न भन्छ म त धेरै गुन्द्रुक साँधेको होइन गुन्द्रुक भटमा साँधेर चट्टा पारेर काँचो तेलमा अनि चाहिँ नि काँचो लसुन अनि के अरे काँचो भनौँ न हरियो खोर्सानी लगाएर मोलेको अचार अनि बासमती चामलको भात अनि लोकल कुखुराको मासु यस्तो लिएर बुट्टे टेबलमा बस्नु पाए क्या आनन्द आउँथ्यो मलाई फेरि हिमालय नै साह्रै टेस्टी भयो त एकदम राम्रो भएको छ यो कल्लो मुला नि त बा कल्लो मुलाको चाहिँ यस्तो हुन्छ तपाईँ चाहिँ खालि अस्ति पनि ल्याएर 1 महिना राखेर गर्नुभयो त्यो गुन्द्रुकै भएन चल्दैछौँ हामी यो अचार बनाउँदैछौँ हामी सिन्कीको अचार है यो चाहिँ अकबरे खोर्सानी अनि त्यस पछाडि सिन्की काँचो अहिले भर्खरै निकालेको सिन्की त्यसै काँचो तेल तोरीको तेल अनि के अरे लसुन काँचो धनियाँ अब यसलाई मोलेर अब यस्तो बनाइन्छ कि हाम्रो बाले अघि चाख्दै हुनुहुन्छ बाले चाख्दै हुनुहुन्छ उहाँले चाहिँ बनाउनुहुन्छ यो म त्यस्तो बढी खाने सक्दिनँ औषध ल सेन्ट पनि यस्तो मिठो आयो कि तपाईँले भनेर सेन्ट लाग्ने कुरो नि आयो सेन्ट त एकदम राम्रो आयो सिन्कीको अचार तयारी भयो सिन्कीको अचार तयारी रेडी खाने उहाँ अब खाना तयार हुँदै हुनुहुन्छ एकपटक टेस्ट गरेर बताउनुहोस् यो चाहिँ तरकारी बिनाको चाहिँ दाल बिनाको एउटा सरलाई सरको तरकारी ल आज नि तपाईँ त टेबल चेन्ज गर्नु ओके छ त त्यो अचार कस्तो छ एकपल्ट टेस्ट हानिहाल्नुहोस् त एकदम गजब छ गजब छ गजब राम्रो अच्छा ल स्पेसली प्रवीण सर ल अब यो खाना लाग्यो है त चट्ट पारेर
यहाँ चाहिँ यो लोकल चामलको भात, यो सिन्कीको अहिले साँधेको अचार, यो तरकारी, यो रायो साग यहाँको ल ठुलो खाली तपाईँको भरेको छ इवान भएछ नि त तपाईँले अघि भन्दाखेरि स्याही लाग्ने गरी भन्नुभयो कि पहिला नम्बर सजिलो पुरा 1 नम्बर। तपाईँले अर्कै सिन्कीको अचार दोकान छ एउटा मलाई परेन एउटा ल्याऊ। तपाईँले खाँदा खानु पऱ्यो नि हौ। खान्छाले पानी चाहिँ ल्याएर एकछिन पानी तताउँदैछु हामी भात खाइसक्यौँ तर छैन। पुरै भएर बसिरहेको छ। अनि त्यो पिठो चाहिँ कति दलेको पिठो सकेर मेकअप चाहिँ किन गरेको यो चाहिँ पानीको मुहान है, तल पानी खाने पानीको मुहान यस्तो छ। यो पानी कस्तो ठाउँबाट आउँछ, कस्तो स्रोत छ भनेर यसो आज हेर्न निस्केको। यो अर्ग्यानिक मूलको पानी हो। पानी चाहिँ त्यहाँ चाहिँ सङ्कलन भएर अनि तल झर्छ। तर पत्कर पत्ता पत्ती झर्छ, किन झर्छ भनेको राम्रो त राम्रै छ तर पनि झर्छ। तलबाट यहाँसम्म निस्किँदा यो 1850 मिटरको हाइट रहेछ। यहाँदेखि चाहिँ लगभग मलाई जहाँसम्म लाग्छ यो घेरा बाह्रसम्म चाहिँ यो नार्कको हुनसक्छ भन्ने अनुमान हो। मायाको बाटो चाहिँ यस्तो छ, ओह्रालो यस्तो। तलबाट चाहिँ यहाँसम्म निस्क्यो आजको शनिबार। अब यो बाटो माथि अलिअलि कता कता देखिँदै गरेको माथिको उसम्म चाहिँ के अरे मन्दिर डाँडासम्म मेरो योजना छ जाने। यो चाहिँ हामी घुर्बिस भन्थ्यौँ गाउँघरतिर। यसको चाहिँ साह्रै यसमा चाहिँ रस हुन्थ्यो, गुलियो हुन्थ्यो अनि हामी गुलियो खान्थ्यौँ। र यो मौरी पालकको लागि चाहिँ मौरी पालन व्यवसाय गर्यो भने यो घुर्बिसको बगान लगाउन सकिन्छ। घुर्बिस यसरी यो चाहिँ खोलाखोल्सीहरूमा प्रायः हुन्छ। यो घुर्बिसको घाँस पनि खुवाउने चलन छ र यो घाँस काटेर लगेको छ। यो घुर्बिसहरू हो। यदि यो घुर्बिस भयो भने मौरीहरू चाहिँ अत्याधिक रूपमा आकर्षण हुने र राम्रो मह उत्पादन गर्न सकिने एउटा वनस्पति चाहिँ यो घुर्बिस पनि हो। अब हुन त ठाउँअनुसार यसलाई घुर्बिसलाई के भन्नुहुन्छ, तर हामी चाहिँ यो घुर्बिस भन्ने चलन थियो, घुर्बिस भन्थ्यौँ। र यसमा चाहिँ यो उमा चाहिँ रस हुन्छ अनि यो रस चाहिँ हामीले यसरी रातो कलरको यस्तो कलरको रस हुन्छ अनि यो चाहिँ हामी खाने गर्थ्यौँ। अब म यो घुर्बिसको रातो रस चाहिँ म खान्छु। टेस्टी एकदम गुलियो होइन, गुलियो हुन्छ अनि सेन्ट पनि फरक किसिमको आउँछ। एकदम राम्रो हुन्छ यो घुर्बिसको चाहिँ। यो घुर्बिस चाहिँ यो घुर्बिस घारी रहेछ। म यहाँ आइपुगेँ, मलाई गाउँ पुगेको फिलिङ भइरहेछ। हेलो, म चाहिँ अहिले जङ्गल हाइकिङमा निस्केको छु। अब जङ्गल चाहिँ यस्तो छ, यसरी जङ्गल हाइकिङमा निस्केको छ आज शनिबार अनि घाम पनि लागेको थियो। तर अब मेरो भाग्यमा राम्रो छैन कि अब कुहिरो लाग्न थालेको छ। यस्तो ठाउँमा आइपुगेको छु अहिले। यो चाहिँ यस्तो ठाउँ छ। अरू ठाउँ पनि म देखाउँछु। म घुम्न आएको चाहिँ यस्तो छ है ठाउँहरू। यता तलबाट आएँ, यो घुर्बिस घारी छ। यतातिर ऊ पनि रहेछ, यो गुराँस पनि। यता बनबारा घारी, उत्तिस घारी, अन्य यो मालता भयो, घङ्गरू भयो, त्यसै गरी
रासबेरी यो भयो, मौवा भयो, यिनीहरू रहेछ। सबै बोट बिरुवाहरू चाहिँ हेर्दै हेर्दै जङ्गल झारपातहरू हेर्दै हेर्दै आउँदैछु। यस्तो छ बाटोमा जाने चाहिँ अहिलेको। यस्तो डाँडाहरू काटेर माथि जाँदैछु। जाने चाहिँ मेरो लक्ष्य चाहिँ माथि मन्दिर डाँडा भन्ने ठाउँ हो। अब त्यो ठाउँलाई के भन्छ थाहा छैन। ल बाटो चाहिँ यस्तो भएर यसरी जङ्गलको बाटो भनौँ न, लेखको चौरको बाटो यस्तो भएर यहाँ लम्बर के हो यो पार्क आइसकेछ। यो ठाउँ आइपुग्नु लाग्यो। अब जङ्गल छिचोलेर अब मन्दिर भनेको चाहिँ मैले जान खोजेको चाहिँ त्यो हो। त्यो ठाउँ जान मन लागेको। अब म यो स्टेपसम्म चाहिँ आइपुगेँ। यो पनि रमाइलो छ जस्तो छ। यो चाहिँ यलम्बरको पार्क रहेछ, यलम्बरको मूर्ति रहेछ। अब यहाँबाट हेर्ने भने म अलिक तल्लो उतापट्टिबाट आएकोले अलिक फरक ठाउँबाट आएछु। खास आउनुपर्ने बाटो चाहिँ यो रहेछ। यस्तो राम्रो बनाएको रहेछ। यो टुरिज्म प्रवर्धनको लागि चाहिँ, पर्यटन प्रवर्धनको लागि चाहिँ राम्रो ठाउँ रहेछ। म यो बाटो लाग्दैछु उकालो। म चाहिँ अब यताबाट यो बाटो अहिले यो कुरो लाग्यो, ज्यालो थियो। म यता लाग्दैछु बाटो। उज्यालो घाम लागेको थियो, सबैतिर चारैतिर हेर्न पाइएको थियो। अहिले यस्तो भएर गाई नदेखिने एकदम रहस्य क्लाइमेट चेन्जको बारेमा तालिम लिँदै गर्दाखेरि चाहिँ एकजना साथीले चाहिँ बादल चाहिँ कसरी निर्माण हुन्छ भनेर क्वेसन गर्नुभएको थियो। अनि मलाई अहिलेसम्म याद छ, हाम्रो समी कुवर सर हुनुहुन्थ्यो मौसमविद, उहाँले भन्नुभएकोमा हामी कन्भिन्स भएनौँ। पाहाडमा हामीले देखेको चाहिँ सानो टुप्लुक्क सानो टिका जस्तो, बादलको टिका जस्तो देखिन्छ। त्यो बढेर एकैछिनमा यसै गरी ठुल्ठुला पाहाड पर्वत ठुला क्षेत्रहरू चाहिँ ढाक्छन्। अनि त्यसो भएको हुनाले यो कसरी सम्भव हुनसक्छ? तपाईँले भने जस्तो तल समुद्रको बाष्पीकरण भएर माथि एटमोस्फियरमा पुगेर
तातिन्छ, तातिसके एकारि सेलिन्छ, तातो बाफ सेलिन्छ, कुलिङ भइसकेपछि त्यो चाहिँ बादलको रूपमा बन्छ भनेर भन्नुभएको थियो उहाँले। तर हामीलाई कन्भिन्स हुन हामीलाई गाह्रो भएको थियो। उहाँ सुजन सरलाई पनि म त्यो प्रश्न गर्ने, सुजन सरलाई पनि, सुजन कार्की सरलाई पनि सोधिदिन्छु। म मन्दिर फाइनली म मन्दिर आइपुगेँ। मन्दिरको पेरिफेरीलाई मैले यसरी देखाउनु चाहिँ यस्तो छ। परिसरमा आइपुग्नुभन्दा केही समय मात्रै आकाश पुरै अँध्यारो बादलले पुरै छेक्यो। यो उसु भन्छौँ हामी चाहिँ, यो उसुले चाहिँ छेकेको छ। र म यो मन्दिरलाई चाहिँ परिक्रमा गर्दैछु। यहाँबाट देख्दाखेरि चाहिँ म आएको यताबाट चाहिँ क्षेत्रबाट यो कृषि क्याम्पस भयो, नारको पाखरीबास कृषि केन्द्र भयो, यता उतापट्टिको हिले हो, यतादेखि बादलले छोएको उत्तरपानी प्राविधिक शिक्षालय छ, त्यहाँदेखि उतातिर छिन्ताङ छ। यो पाखरीबास बजारको एरिया हो। यो पाखरीबास बजार चाहिँ यस्तो छ। अँध्यारोले गर्दाखेरि राम्रो देखिएन, त्यही पनि म जुम गरेर देखाउन चाहन्छु। यतातिर चाहिँ पाखरीबास बजारको एरिया। यो मन्दिरको चाहिँ यस्तो बनाइएको छ, कलात्मक बनाइएको छ। हेर्दाखेरि यसलाई चाहिँ नि मजाले हेरौँ, त्यसरी कलात्मक बनाइएको छ। काठ र काष्ठ कलाबाट बनाइएको छ। यसै गरी यो ढुँडाल के भन्छ, ढुँडालहरूमा यसरी चाहिँ विभिन्न पुरातात्विक हिसाबले चाहिँ बनाइएको छ। एकदमै राम्रो छ। यो यस्तो पुराना कलाहरूलाई चाहिँ संरक्षण गर्नुभएको छ। यसरी बत्ती पनि राखिदिनु भएको छ। यस्तरी यो गजबले बनाउनु भएको छ। यो चाहिँ यसरी बनाउनु भएको छ भने यो परिसरमा थुप्रै ठाउँ स्पेसहरू राम्रै छ। रेलिङको लागि व्यवस्था पनि गर्न लाग्नुपर्छ। सायद यहाँभन्दा उता पनि अरू ठाउँहरू होला, यहाँभन्दा उता पनि बन्ने होला। के छ यो चाहिँ अब यसो अलिकति उब्रिएको ठाउँ